बर्थडेको सरप्राइज केक लिएर गएको। बाबु त बिचरा सुतिरहेको रहेछ होइन, त्यही पनि म्यामहरूले उठाइदिनु भयो। उठाइदिएर ल्याउँदाखेरि बिचरालाई थाहा नै छैन। हामीले बर्थडे विस गर्दाखेरि पनि बाबु टोलाएर बसिरहेको थियो, के हो कन्फ्युज भइरहेको थियो। पछि एकछिनपछि हामीलाई चिन्यो, मम्मीलाई चिन्यो, त्यसपछि मामालाई चिन्यो, अनि मुसुक्क हाँस्यो होइन। हेलो साथीहरू, सबैलाई नमस्ते। आज चाहिँ मेरो बाबुको बर्थडे। हामी चाहिँ बाबुलाई सरप्राइज दिने भनेर केक, अनि त्यसपछि क्राउन, त्यसपछि नाइफहरू, चक्लेटहरू, स्प्रेहरू सबै थोक लिएर चाहिँ हामी उसको सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलमा जाँदैछौँ होइन। ल अब के हुन्छ कसो हुन्छ सबैले हेरेर रमाइलो गरिदिनु होला, इन्जोय गरिदिनु होला। यो तराईको ठाउँ कस्तो वात्तै गर्मी बढेको यार, हेट तेरिका कहिले आउँछ बोर्डिङ। ल फाइनल्ली मेरो बाबुको बोर्डिङ पनि टक्क आइपुग्यो होइन। बाइ द वे म पनि यही बोर्डिङमा पढेको थिएँ, 12 मैले यहीँबाट पढेको हो। ल भित्र गएर अब केकको तयारी गरौँ। ल मेरो बाबुको बर्थडे केक चाहिँ यही नै हो होइन। खास चाहिँ यो नर्मल उसलाई सिम्पल हो, किनभने आज फ्राइडे, भोलि हो खास उसको बर्थडे। भोलि बोर्डिङ बिदा हुन्छ, यहाँको नानी बाबुहरूसँग नि रमाइलो गरौँ भनेर चाहिँ आजै हामीले जस्ट एडभान्समा सरप्राइज दिन आएको हो। खास चाहिँ उसको बर्थडे भोलि हो, हामी भोलि स्पेसल बर्थडे बनाउँदैछौँ। त्यो चाहिँ भोलि म अर्को भिडियोमा हाल्छु। यो चाहिँ यसो रमाइलो। ल गाइज हेर्नु होला कस्तो छ, कसरी उसको रियाक्सन चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरा यहाँ हेर्नु होला है। तर सुरुमै पनि मैले हाइलाइट्स त अलिकति हालेको थिएँ होइन, तर पनि यसमा चाहिँ अब फुल डिटेल्स। ल Happy birthday to you, happy birthday to you, happy birthday to you, Jesus, happy birthday to you. Jess, happy? Happy होला? Happy Holi? Happy birthday. Happy Holi. हामी चाहिँ उता गएर केक काट्दैछौँ है। यहाँनिर अलिकति स्पेस मिलेन। बाबुहरू सुतिरहेको रहेछ। बाबुहरू सबैजना सुतिरहनु भएको छ, सानो सानो नानीहरू। अनि सो उता गएर अब केक काट्न लागेको छु। have to go है। ल ल जेस ल लगाऊ यो लगाऊ न। ओए त्यो खतरा ल आऊ सुतिरहेको जो सनराइज बोर्डिङ हो। यता हेर ल Happy birthday. यो समाज एकछिन सकिसक्यो। दुईटामा एक बजे ल अर्को त्यति जोड्नु त्यही जोड्नु के हुँदैन जयसम्म आउ छिटो यसरी जलाउनु। दुईटा मुख जोड्नु अनि लाइट गर्नु। तल बस तल बस जय। Happy birthday to you. Oh my god, ल यहाँ राख। नर्भस भएर केक काट्नु। चलो घुँडा टेक्नु तल। यसरी बस्नु यसरी बसेर काटिहाल्छ। केक काट्दै छौ अब है। चिता सबैलाई ह्यापी बर्थडे गर्नु ल साथीलाई। अब यता Happy birthday to you.
केक समात त Happy केक समात birthday ल खाऊ अब खाऊ अब Happy birthday मामु फर्स्ट मामुलाई है Ini मेरो baby. Happy birthday मेरो साना. त मामुलाई हजुर खानुस् भएर ल. ल बाबालाई अब बाबालाई ल. थ्याङ्क यू ल भयो ल ए ल क्ल्याप 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 यो पनि छैन. तिम्रो रुमाल ल्याउनु आमा चाहिँ त्यहाँ पाकेछ. ल अब यहाँ ल्याउनु मेरो के छ? आउँदैन मलाई Happy birthday guys. न्यामा खाँदै तिम्रो न्यामा खाँदै यो पक्र त यो अब हात यो हात ल हात पक्र्नु त्यो केक समात नि केक समाउनु म्यामले दियो म्यामले खाने ल त्यो बाटी क्रिम मात्र निस्क्यो ल गाइस यो त मामुलाई खादिनुस् मामुलाई खादिनुस् Happy birthday सानो थ्याङ्क यू म्याम भनेको ल थ्याङ्क यू वेलकम अन्त ज्ञान होस् मम्मी बाबु ज्ञान छ होस् ज्ञानले दियो ए कति थाक्यो क्रिम मात्र निस्क्यो थ्याङ्क यू Happy birthday guys. थ्याङ्क यू भन थ्याङ्क यू भन जस जस ह्यापी जस ह्यापी ह्यापी ल अब सबै साथीहरूलाई म्यामले बाँडिदिनुहुन्छ हस् कि तिमी आएको तिमी सबै साथीलाई म्यामले बाँडिदिनुहुन्छ है नलिनु होला नजिकबाट बस्छ न हजुर बस्नु भएको छैन के त पारा गरिदिने पारा तारा बोक्नु न तारा ल जयसलाई अग्रिम शुभकामना जन्मदिनको भन ल ल हुन्छ यो केक फाइनल्ली बर्थडे सेलिब्रेसन पनि एडभान्सको बर्थडे सेलिब्रेसन पनि सक्यो होइन हाम्रो भन्दा पुरै ह्याप्पी छन् अब म्यामहरूले चाहिँ केक लगाएर सबै नानी बाबुहरूलाई बाँडिदिनुहुन्छ बाबुलाई म्यामहरू हुनुहुन्छ म्यामहरूको हेल्पिङको लागि चाहिँ एकदम धेरै धन्यवाद है सहयोग गरिदिनु भयो भोलि बर्थडे है त्यसको लागि अब हामी चट्ट के ल्याइदिनु एन्डिङमा छौँ चोकोपान आजको दिनको म्यामलाई बोलाउनु न अनि बर्थडेमा हाम्रो बर्थडेमा आउनुहोस् ल म्यामले मेरो बर्थडे यो भन म्यामहरु सबैलाई भन सबैलाई इन्भाइट गर सबैलाई इन्भाइट गर सबैलाई इन्भाइट गर म्यामहरू जति सबैजना इन्भाइट गर सबैलाई आउनुहोस् ल भन न भोलि आउनुहोस् भन न ओके ल जयस बाई गरिदेऊ भोलि भेटौँला हस् भन भोलि भेटौँला आजलाई बाई भनिदेऊ भनिदेऊ खै त भन न भोलि भेटौँला भन बाई बाई दुई शब्द भनिदेऊ ल गाइस के भन्न मन लाग्छ भनिदेऊ भन न नभन्ने ओके लेट्स गो तिमीले बर्थडे सरप्राइज भयो नि त होइन कस्तो भयो मजा आयो के भयो भनिदेऊ Happy birthday to you. ल साथीहरू